पहिलो भागमा काम गर्दाखेरि पल्लै कसरी काम गर्ने हामी काम गर्दैछौँ हजुरको आशीर्वाद चाहिन्छ भनेर मलाई भन्नुभयो धेरैजनाको आशीर्वाद लिनुभयो उहाँले र हामी छौँ लेखान्त गर न काम राम्रो गर तिम्रो काम राम्रो हुन्छ मेहनती छौ सक्सेस हुन्छ नि राम्रो काम गरेपछि भनेको थियो हामीले र त्यो हुँदाहुँदै अहिले 101औं भागमा चाहिँ हामी छौँ होइन र उहाँले पुर्याउनु भएको छ यसको लागि त एकदम बधाई छ तपाईँलाई र मैले अघि तपाईँलाई बधाई दिएँ र धन्यवादको पात्र फेरि तपाईँहरूको टिमको सम्पूर्ण टिममा जति काम गर्ने हुन्छ दिदीदेखि लिएर जति आर्टिस्ट हुनुहुन्छ जति बिहाइन्ड द सिन काम गर्ने टेक्निसियन हुनुहुन्छ सबैलाई एकदमै धन्यवाद छ लेखान्त हाम्रो लेखान्त भाइ लेखराज भाइलाई चाहिँ यति सपोर्ट गरिदिएकोमा र यो सिरियललाई यति पपुलर र यति भागसम्म चाहिँ पुर्याइदिएकोमा बधाई छ धन्यवाद छ र यो हजारौँ भागसम्म भएको चाहिँ देख्न चाहन्छु म घरमा चाहिँ हाम्रो मुवाहरूले हेर्छिन्छ अनि हामी टिभीमा मैले सिरियल लाएर छोडिदिए हुन्छु अनि म त्यही खाली भएला हेर्छु म मजाले मुवासँग बसेर हेरेर आउँछु अनि आफ्नो लेखान्त भाइको त झन् हेर्नु परिहाल्यो होइन अरू बाँकी नेपाली सिरियल सबै हेर्छु आज लेखान्त 100औं एपिसोड क्रस गरेको छ म नियमित एक एपिसोडदेखि काम गर्दैछु यो यहाँसम्म आइपुग्नमा एउटा लगाव छ हाम्रो डोरी छ त्यो डोरी भनेको यो अनुशासित भाइ लेखान्तको प्रेम र उसको अनुशासनले हामीलाई यहाँसम्म त्यो अनुशासनको डोरीले ल्याइ पुर्याएको छ चान्चुने कुरो पक्कै पनि होइन 100 भाग आउनुमा अहिले धेरै सिरियल बनिराखेको बेलामा थुप्रै भाइ बहिनीहरूले प्रयोग गरिरहनु भएको छ प्रयास गरिरहनु भएको छ त्यसका बावजुद पनि लगानी नउठेर भनौँ अथवा विविध कारणले अगाडि नबढेका थुप्रै घटनाहरू छन् यसका बावजुद पनि हाम्रो लेखान्त सिरियल 100 भाग क्रस गरेको छ त्यो 100 भाग क्रस गर्नुमा दर्शक वृन्दको हात हो हामी दर्शकको सधैँभरि ऋणी छौँ र दोस्रो कुरा तपाईहरू जस्ता मिडियाहरू जसले हाम्रो कामलाई दर्शकसम्म पुर्याइदिनुहुन्छ तपाईहरू पनि धन्यवादको पात्र हुनुहुन्छ जहाँसम्म पलबाबुको कुरा छ जुनियर हो भाइ हो फेरि पनि उसको हातबाट चाहिँ आज सम्मान लिन पाउँदा आइ एम सो प्राउड फिल गर्छु क्या म धेरै प्राउड फिल गर्छु किनभने यस्तो युथ छ हामीसँग भोलिको कला क्षेत्रलाई हाँक्ने यस्ता युथहरूले पक्कै पनि सकारात्मक परिणाम दिन्छ हामी अन्तर्राष्ट्रिय स्तरमा यस्ता कलाकारहरू भइसकेपछि यस्ता युथहरूले हाँकिसकेपछि हामी अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने कुरा म ढुक्क छु र तपाईँहरू सबै यहाँ युथ देखिरहेको छु भाइ बहिनीहरू सबैजना यसरी बसिरहनु भएको छ तपाईँ हामी सबैजना मिलेर हाम्रो सिने क्षेत्रलाई हाम्रो कलाकारिता क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा एउटा अब्बल नम्बरको स्थापित गर्छौँ भन्ने कुरामा म ढुक्क छु हामी सबैलाई धन्यवाद पलो बाबुलाई पनि आइदिनुहोस् धन्यवाद आँखाबाट आँसु पनि रसायो आज आमाको मुखेर अभ्यास आमाको मुखेर दिन आमालाई बिहानै फोन गरेको थिएँ होइन आज मुखेर दिन अनि आमाले के भन्नुभएको थियो भने कार्यक्रम हुँदैछ को आउँदै हुन्छ पल्लाई पल्दालाई भनिदिनु है पल भाइलाई छोरालाई भन्नु उसको आमा र हामी त सँगै सानामा त्यो गरेको भनिदिनु त्यो कुरा चाहिँ आमालाई भनिदिनु म त भेटेँ होइन अनि सबैसँग धन्यवाद छु मिडियाकर्मी सबैजना आउनुभएको छ यो समाचारहरू सम्प्रेषण गरिदिनु होला कतै गल्ती भए माफ पाऊँ भावीको लेखान्त टिमको लागि आमा सबैजना अग्रज कलाकारहरू दादा आएर आफ्नो व्यस्त समयलाई पनि ध्यान राखेर आइदिनु भयो त्यही नै खुसी छ जुरी छ त भइहाल्नु मायाको मान्छे त्यही भन्दै यही नै हो हजुर लामो बोल्न आउँदैन अनि त्यही नै हो आज आमाको मुखेर दिनको सबैबाट आशीर्वाद दिन चाहन्छु सम्पूर्ण आमाबाट त्यही नै लेखान्त हेर्नु सुटिङको लागि चाहिँ हामी महाराज तिरासमा जाँदैछौँ र तपाईँले भने जस्तै पल्सा फिल्म्सबाट चाहिँ पहिलो पाइला यानी माया भनेर चाहिँ हामी सुटिङको लागि तयारीमा छौँ अहिले प्रीको कामको लागि चाहिँ हाम्रो डिरेक्सन टिमहरू चाहिँ सबै अहिले लोकेसनमा हुनुहुन्छ ढोरपाटनमा सुटिङ गर्दैछौँ नेपालको पार्ट चाहिँ सो ढोरपाटनमा सबै अलि मान्छेहरू त्यहाँ हाम्रो टेक्निसियन टिमहरू त्यही हुनुहुन्छ उहाँले चाहिँ रेकी गर्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ लोकेसन त्यही नै अहिलेसम्म चाहिँ हामीले फिक्स गरेका छैनौँ हामी खोजिरहेछौँ हामीले सायद अडिसन गर्छौँ होला अनि अब अरू क्यारेक्टरलाई को बारेमा कुरा हुँदैछ हेरौँ अब कहिले के को हुन्छ थाहा छैन अब सायद छिट्टै नै 1-2 महिनामा थाहा हुन्छ होला छ त्यसमा खेल्ने पैसा लिन्छु म त्यो चाहिँ तर उहाँको जुन अरूलाई धनको पात मायालाई पानको पातमा जुन उहाँले पान बेच्नु भएको छ होइन एकदम राम्रो छ उहाँ सबै ठाउँमा हुनुहुन्छ जो पलजीलाई उत्तिकै सपोर्ट उहाँले उत्तिकै सपोर्ट पानको पसलमा हो पानको पसलमा पान बेच्यो ओके ओके अब मैले अहिले भन्दै थिएँ पलजी तपाईँ आउनुभन्दा अगाडि पनि तपाईँका म्युजिक भिडियोहरू उत्तिकै हिट तपाईँले जुनसुकै नाच्नुहुन्छ लगभग मिलियन नगएको कुनै पनि हुँदैन कि होइन
त्यो के चिज छ त्यस्तो पल्स आमा जुन कुरा उनले छोएपछि उनले नाचेपछि चल्छ के चिज हुनुपर्ने रहेछ किनकि अन्य म्युजिक भिडियो बनाउनेहरूलाई अन्य फिल्म बनाउनेहरूलाई पनि त्यो एउटा सन्देश हुन सक्ला सबभन्दा पहिला अडियो भिडियो स्ट्रङ हुनैपर्छ होइन हामीसँग फिल्मको कन्टेन्ट स्ट्रङ भए जस्तै स्क्रिप्ट स्ट्रङ भए जस्तै हामीले जतिसुकै फिल्म राम्रो बनाए पनि स्क्रिप्ट राम्रो भएन भने फिल्म चल्नेवाला छैन नै इनिसियल आउँछ मान्छे दर्शक आउनुहुन्छ त्यसपछि चाहिँ फिल्म हेरेर नआए जस्तै गीत पनि अडियोमा पनि हामीले काम गरेनौँ भने चाहिँ गीत पनि हामीले भने जस्तो तपाईँले भने जस्तो इजी छैन फेरि कति खर्च गरेर लाखौँ खर्च गरेर अडियो भिडियो बनाउनु छ तर 2 लाख 1 लाखमा अर्को भिडियो पनि धेरै छन् होइन तर मैले काम गर्दाखेरि चाहिँ अडियोमा अलिकति मिहिनेत गर्छु होइन पल्सा फिल्म्सको लागि त के अरे पल्सा अफिसियलको च्यानलको लागि चाहिँ हामीले अडियोमा काम गर्छौँ नै तर बाहिर काम गर्दा पनि मैले चाहिँ अडियोमा चाहिँ अलिकति मिहिनेत गरौँ भन्छु होइन र सँगसँगै पब्लिसिटी प्रमोसन पनि हामीले चाहिँ मरेर गर्छौँ यो गीत आएको छ है भनेर चाहिँ हामीले सुनाउनु देखाउनु पऱ्यो मान्छेहरूलाई होइन दर्शक श्रोतालाई चाहिँ हामीले काम ल्याएर मात्र हुन्न कि हामीले काम देखाउनलाई चाहिँ हामीसँग यो काम आएको छ भनेर चाहिँ हाम्रो प्रोडक्ट चाहिँ बेच्न पनि पर्छ सो त्यही होला हामीले त्यो सेल गर्ने स्टाइलदेखि लिएर हामीले चुज गर्ने त्यो प्रोडक्टलाई कसरी चुज गर्ने के कुरामा चाहिँ हामीले दर्शक सामु लाने त्यो कुराले चाहिँ असर गर्छ होला सायद एउटा प्रथा छ नेपालमा पहिलादेखि नै प्रथा थियो एउटा त्यो प्रथाको बारेमा नै हामीले चाहिँ एउटा हजुर प्रतियोगिताको स्टोरी हो अनि एउटा प्रथा छ त्यो प्रथा सायद हामीले अहिले भन्न नमिल्ला तर भन्दा पनि के हुन तर त्यो टिजर ट्रेलरमा देख्दा मजा आउँछ त्यो प्रथालाई चिर्ने एउटा सोसियल ड्रामा मुभी हो र लभ स्टोरी मुभी कमर्सियल मुभी सबै तपाईँ नै देखिँदै हुनुहुन्छ हजुर नायिका फिक्स भएको छैन भनेर भन्नुभयो सायद सम्भावित को हुन सक्नु होला मोहरमा तपाईँलाई अलिकति थाहा रहन्छ मोहरको चाहिँ सुटिङ सकिसक्यो हजुर मोहरमा चाहिँ भइसकेको छ आफ्नोमा चाहिँ हामी अब सुटिङको लागि तयारीमा जाँदैछौँ अहिले चाहिँ प्रीको काम भइरहेछ त्यस बेला चाहिँ थाहा हुन्छ प्राइभेसी मेन्टेन चाहिँ गर्नुपर्छ नि सबैले हलमा गएर चाहिँ यस्तो फ्यामिलीहरू त्यहाँ बस्नुमा हुन्छ कतिलाई देखिन मन लाउन्न हामीले चाहिँ क्यामेरा त्यसरी तेर्साएर सायद उहाँको गोपनीयता भङ्ग नै भएको होला होइन हामीले पनि बुझ्नुपर्छ यो सायद यो हो भने चाहिँ बन्द गरेकै राम्रो होइन र उहाँहरूको पर्मिसन बिना चाहिँ नखिचेको राम्रो पर्मिसन लिएर त जसो पनि खिच्न पाइन्छ सायद हो सायद मोहरको प्रमोसन या कुनै फिल्मको प्रमोसनमा म आउँछु नि हामी पहिला मेरी बासेमा गरेर जस्तै आज बाधा दिनुभयो र मलाई एकदमै सपोर्ट गर्ने भाइहरू हुनुहुन्छ दमन रूपा खेती दाईको एक कुरा भएको थियो मलाई मेरी बासेमा चाहिँ म यस्तो गीत गाउँछु को प्रमोसन बेला चाहिँ उहाँले मलाई एक्सन कट गर्नुभएको थियो र अनि त्यो चिजले पनि त्यो सिरियलमा आएको त्यो कन्टेन्टले गर्दा पनि हामीले धेरै नै प्लस भएको थियो क्या फिल्ममा चाहिँ फिल्म आउँदै रहेछ भनेर चाहिँ गाउँतिर चाहिँ एकदमै थाहा भयो सिरियल हेरेर होइन सहरमा पनि थाहा भयो अनि सो त्यसको लागि धन्यवाद र अब आगामी फिल्मको प्रमोसनको बेला हामी आउनेछौँ होइन आमा त हामी सबैको आमा भनेको भगवान् हुनुहुन्छ होइन जिउँदो भगवान् हुनुहुन्छ भगवान्को बारेमा हामीले केही भन्नै पर्दैन होइन उहाँहरूको आशीर्वाद सधैँ लागिरहोस् ब्लेसिङ्स पाइराखौँ भन्न चाहन्छु त्यही नै हो समय नदिँदै गर्दाखेरि आमाको चाहिँ केही गुनासो आयो कि आएन आजको दिनमा चाहिँ होइन यस्तो हुन्छ अब म यस्तो कामको लागि नै समय नदिएको होला सायद होइन म फ्री भएर घरमै काम नभएर म चाहिँ अरूसँग साथीसँग डुलेर बस्या चाहिँ नबिर्सिन्थ्यो होला काममै छु म उहाँ खुसी हुनुहुन्छ एकदम थ्याङ्क यू